इजरायलद्वारा इरानको 1/3 मिसाइल नष्ट। इरानले तेल अभिवमा ठूलो क्षति गर्यो। इजरायलले अपरेसन राइजिङ लाइन मार्फत इरानको 1/3 मिसाइल भण्डार नष्ट गरेको दाबी गरेको छ। इरानको परमाणु सुविधा र सैन्य अड्डामा 200 भन्दा बढी हवाई हमलामा वरिष्ठ कमान्डर र वैज्ञानिक मारिएका छन्। इरानले तेल अभिव र हाइफामा 100 मिसाइल र ड्रोन प्रहार गरेको छ। जुन 16बाट एमको 10 तले भवन ध्वस्त हुँदा 9 जनाको मृत्यु भएको छ, जसमा 3 बालबालिका पनि छन्। 390 भन्दा बढी घाइते छन्। हाइफाको तेल रिफाइनरी र रिहोबोटमा पनि क्षति भएको छ। इरानको हाज कासेम मिसाइलले आइरन डोमलाई छलेको छ। इजरायलमा 16 र इरानमा 224 जनाको मृत्यु भएको छ। तेलको मूल्य 2.9%बाट बढेर $76.37 पुगेको छ। संयुक्त राष्ट्रसङ्घ र जर्मनीले संयमको आह्वान गरेका छन्। अमेरिकाले मध्यस्थताको प्रयास गरिरहेको छ, तर इरानले परमाणु सम्झौताबाट बाहिरिने धम्की दिएको छ।